हामी अहिले श्री शाक्य सिंह विहारबाट सैलौं गाउँपालिका स्थित राजामानटार तिर लागिरहेका हौं। अहिले यो भक्तपुर साइडतिर पुगिरहेका छौं। धुलिखेल नागेर धोलाघाट जाने बाटोमा गइरहेका छौं। नारद भन्ते र म दुईजना गइरहेका हौं। अब यहाँसम्म चाहिँ नि बाटो थाहा भएकै भयो। अब यहाँबाट अलिकति बाटो नचिन्ने बाटो भएकोले अलि बिस्तारै हिँड्दैछौँ। अहिलेसम्म बाटो त राम्रै छ। पोखरी चौर भन्ने ठाउँसम्म चाहिँ नि बाटो पिचै छ भनेर चाहिँ नि हामीलाई जानकारी आएको थियो। कुनै कुनै ठाउँहरूमा चाहिँ यस्तो नराम्रो बाटो रहेछ जाने बाटोमा। यो धुलिखेल कटिसकेपछि कतिपय ठाउँहरूमा यस्तो अफ रोड पनि रहेछ। कता कता चाहिँ बाटो बनाइराखेको पनि रहेछ। आमामा धुलो खत्तम हुने भयो। मेरो लुगा ब्याग सबै आमामा ल खत्तम। दोलालघाटको बाटो पनि राम्रो रहेनछ। बसमा आउँदाखेरि अलि चाँडै नै आउनुपर्ने स्थिति छ। पानी परेको बेलामा यो बाटोमा आउन अलि डेन्जरै छ। हामी यो कहाँ पुगेका छौँ? पाँच खालमा यो ठाउँमा चाहिँ हामीले लस्सी एउटा खाएर अब फेरि हाम्रो गमन सुरु गर्ने छौँ। लस्सी खाइसकेपछि हाम्रो ट्रिप फेरि सुरु हुँदै राम्रो बाटोमा कुद्दै मेरो हेलमेटले पनि धेरै धुलो खाइसकेको रहेछ। हेलमेटको धुलो पनि अलिकति सफा गरे चट्ट परेको छ अहिले। ओके, नेपालको स्वभाव सौन्दर्य with hills and rocks and all the forests, the river, very very beautiful Nepal. Woo! We are going to overtake this car. बाटो चाहिँ यस्तो उकालै उकालो। घुम्ती त साह्रै घुम्ती, यस्तो घुम्ती। खै बस आउँला कि नआउला यस्तो बाटोबाट। हामी चाहिँ भुम्लो गाउँपालिका वडा नम्बर 8 मा पुगेका छौँ। माथि सैलौंगेमा भन्दै माथि आउँदैछौँ। चौरी पोखरी भन्ने ठाउँसम्म चाहिँ यस्तै राम्रो बाटो छ भन्ने कुरा आएको छ। अहिलेसम्म चौरी पोखरी चाहिँ पुगेको छैन। ओ कहाँ हो यो? भुम्लो 8। श्री प्रकाश माध्यमिक विद्यालय। ल हामी अब चौरी पोखरी जाने बाटोमा चाहिँ नि यसरी
भित्र छिर्यौँ। यो चाहिँ अब यसो सुरु भयो हाम्रो एडभेन्चर बाटो। काठमाडौँबाट लगभग 60 किलोमिटर आइसकेपछि यो यस्तो नराम्रो बाटो आइपुगेका छौँ हामी। दोलाल घाटको पुलबाट लगभग हामी यहाँसम्म आउँदाखेरि 13 किलोमिटर आइसकेका छौँ। बाटो चाहिँ यस्तो छ। होचो गाडी त यहाँ आउने बेकार हो। टर्निङ छोटो भएर बस आउन सक्दैन जस्तो लाग्छ अघिको बाटोहरूमा। अरू अब जिपसिप भए त मजाले यस्तो ठाउँ पनि आउन त सकिन्छ। ओ बाटो चाहिँ डेन्जरै छ। 1 गियरमा गइरहेको छु अघिदेखि। हामी चाहिँ अब अलिकति 8 किलोमिटर जति सर्टकटको बाटो भनेर भित्रबाट आयौँ। साह्रै अफ रोडमा आयौँ। यत्रो राम्रो बाटो हुँदाहुँदै अफ रोडमा आएर हात पनि दुख्यो, खुट्टा पनि नालीमा पर्यो। यस्तो राम्रो बाटो हुँदाहुँदै नि ल सेट। भोलि जाँदाखेरि अब यही बाटो जानु पर्ला। तर यो बाटो चाहिँ अलि लामो रहेछ। अब भोलि हेरौँ कति किलोमिटर छ यो बाटो। अहिले 26 किलोमिटर। Oh my god. किलोमिटर चौरी पोखरीबाट 26 किलोमिटर यस्तो बाटोमा जानुपर्ने रहेछ। बस्न उयो उठेको थियो ल यसले एकछिन गाउँछु। थैदी सौ पहाड थावना कावलका आना थालमा नि थैदी कावलका पहाड यो फेरि पुल चाहिँ ल्याउन पिच दुराउला अब पिच मन त कुन पुल छ ह कुन छ पुल छ पिच भाउ खाला। ल हामी चाहिँ यो सैलुङ गाउँपालिका राज के हो नाम पनि भन्न आउँदैन। राजमन्टारतिर जाँदैछौँ। अब 10 किलोमिटर बाँकी छ। यो बाइकमा आएको भयो। आमामा साह्रै गाह्रो, हात दुखिसक्यो। ओहो हामी त बाटो बिराई कहाँ हो हुँदै आउँदैछौँ जाँदैछौँ। घुङसालबाट चाहिँ आउनु भनेर भन्नुभएको छ होइन। बाटो त धेरै रहेछ यहाँबाट चाहिँ जाने बाटोहरू। यो चाहिँ नि अब बस पनि हिँड्ने बाटो रहेछ। ठिकै छ, अब आइहाल्यो, अब जाने नै हो। ओके हामी चाहिँ घुमी फेरि गुन्सालको बाटोतिर आइपुग्यौँ। यहाँको नाम पनि अचम्मको नाम छन्।
गुन्साल है गुन्सालको बाटोबाट यहाँबाट गएर चाहिँ नि सेती मावि भन्ने ठाउँ पुगिन्छ रे। त्यो सेती मावि विद्यालयबाट चाहिँ नि फेरि 0 किलोमिटरसम्म चाहिँ जानुपर्ने हुन्छ। 0 किलोमिटरबाट चाहिँ नि एकजना मान्छेले हामीलाई पिकअप गर्न आउँछन्। अब बाटो त यस्तै हो 26 किलोमिटर भन्दा नि अब 26 किलोमिटरै जानुपर्ने जस्तो देखिन्छ होइन। सेती मावि रह्यो थे खरा ओके सेती मावि हो कि होइन होइन रहेछ ओके। ल हामी चाहिँ यो कोठामा बसेका भयौँ। ल हामी चाहिँ यहाँबाट आएको भयो। उता बाटो छ यता मुनि चाहिँ नि घर भएको भयो। त्यहाँ मुनिको बाटोबाट हामी यसो गरेर माथि आएको भयो। उहाँकै घरमा हामी बास बसेका हौँ। त्यहाँबाट यसो आउँदाखेरि चाहिँ यहाँ बुद्ध मूर्ति छ। यो के हो यो बिल्डिङ? स्वास्थ्य भवन यता तल मुनि चाहिँ बस्ती यहाँबाट जाने त्यो बस्तीमा जानलाई। किचन हो एकजना मात्र बस्नु मिल्छ त यहाँ। काटकुट गर्ने सबै गर्ने बाहिर गर्नुपर्ने हुन्छ क्या। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स वज्जन्तो साब्बरोगो विनश्यतो माते भवत्वन्तराय सुखी दीर्घायुको भव। भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वधर्मानुभावेन सदा स्वस्ति भवन्तु ते। भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वसङ्घानुभावेन सदा स्वस्ति भवन्तु ते। खानाहरू केही चढाउनुहुन्छ भने 12 बजेपछि नचढाउनु है। 12 बजेपछि पानी धूप बत्तीहरू चढाउनु मिल्यो।
नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमः सम्बुद्धो विद्याचरण सम्पन्नो सुगतो लोकविदो अनोत्तरो पुरुषोत्तम सारथि सथा देव मनोसानं बुद्धो भगवाइते स्वाखातो भगवता धम्मो सन्दिट्टिको अकालिको हेपस्सिको पनैको पश्चात्तां वेदितव्यो सुपटिपन्नो भगवतो सावक संघो सुपटिपन्नो भगवतो सावक संघो न्यायपटिपन्नो भगवतो सावक संघो सामीचि पटिपन्नो भगवतो सावक संघो यदिदं चत्वारि पुरुषयुगानि 8 पुरुषपुङ्गला यो चाहिँ नि हामी बसेको घर हो मेरो मोटरसाइकल त अब यहीँ आइपुग्यो हिजो उता पारिपट्टिमा छोड्नु परेको थियो उता रामेछाप यो अर्को घर हो कि अरूहरूको घर हो यो ए त्यही छुट्टै घर यो सबै नेवार बस्ती उतापट्टि चाहिँ सार्की बस्ती छ उता देवमन्दिर पनि छ सार्की मास्ने म एउटा हो यहाँ त गयो है हस् त ल ढुक्क नमान्नु हुन्छ हुन्छ फेरि फेरि आउनु हामी परसम्म पुग्नु जान्छ यहाँ बाटो अलि अप्ठ्यारो छ भिरमा चाहिँ किताब छैन गुरु किताब म भनिदिन्छु उताबाट रामेछापबाट ल्याइदिन्छु है स्कुलमा हामीले बढी भएको किताबहरू त्यही स्कुलमै छ होइन रामेछापको त्यो स्कुलमा के तहबहादुर पढाउने स्कुलमा मानपुर यही माथि पर मानपुर हाम्रो मेरो स्कुल हो नि त्यो ओके त्यो बस्तीमा हो हामीले बुद्ध मूर्ति राखेको त्यहाँबाट उताको डाँडामा चाहिँ नि हामी पोहोर सालमा हामीले बुद्ध मूर्ति राखेको हो मानपुर रामेछाप त्यो पुरै डाँडा भयो हामी अनि हिजो यता त्यो खोलाबाट चाहिँ नि यो बाटोबाट चाहिँ आएको त्यहाँनिर चाहिँ हामीले बाइक राखेका भयौँ यहाँनिर यही पहिरो गइरहेको कारणले गर्दाखेरि यहाँबाट चाहिँ नि बाटो नभएको कारणले बाइक आउन नमिलेको कारणले गर्दाखेरि चाहिँ हिँडेरै आउनु परेको थियो ओके सो वी आर गोइङ देयर फ्रम दिस वे कति राम्रो पानी सफा छ पानी ल यहाँबाट चाहिँ दुईटा बाटो भेटाएको छ यो ठाउँलाई के भन्छ गुन्सालबाट आउँदै गर्दाखेरि दुईटा बाटो भेटेको रिस्टे जानलाई दायाँ बाटोबाट जाने भनेको त हामी रिस्टेदार भेट्दै अगाडि जाँदैछौँ रिस्टेदारलाई भेट्नलाई लगभग 5-6-7 किलोमिटर आइसकेका छौँ वाउ भेरी गुड दृश्य पिच बाटो पायो सक्यो
दृश्यम जति रमाइलो छ त्यति बाटो रमाइलो छैन। टकरपुर यही हो रिस्टे जाने बाटो। कति बाटो हे तेरिका। गोलबा थापा गाउँ सानो सैलुङ टकरपुर जागो यो चाहिँ नि जागो भन्ने भयो। रिस्टे बाटो यही भएको भयो ल रिस्टे बजार। ओके यहाँ पनि दुईटा बाटो भेटिएको छ। रिस्टे जाँदैछौँ हामी गुन्सालबाट। अब यहाँ पनि बोर्ड एउटा त छ हेरौँ यो बोर्डमा के छ। रिस्टे बजार ल रिस्टे बजार यहीँबाट जाने हो। नेचुरल ब्युटिफुल नेपाल। ल हामी चाहिँ यो रिस्टे बजारमा पुग्यौँ। दोराम्बा सैलुङ रुरल म्युनिसिपालिटी। ए नानी यो के हो यो रिस्टे बजार हो? रिस्टे बजार यो भयो होइन? अब कहाँ जाने हो? चौरी पोखरी सिधै कहाँ भन्ने आउँदैन। ल हस् 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 Chả biết mía chỉ biết thôn lê biết nụ cầm á hả? हामी अहिले लखनपुरमा छौँ। यो राम्रो दृश्य भएको यो बाटो चाहिँ नि सुनापाती जाने बाटो हो। यो अहिले हामी जान लागेको बाटो चाहिँ काठमाडौँ जाने बाटो हो। त माथि जाने बाटो चाहिँ रिस्टे जाने बाटो हो। ओके हामी रिस्टेबाट नै चढ्दैछौँ। त काठमाडौँ जानलाई हामी चढ्दैछौँ। हामी हिजो आएको बाटो यही हो होइन। कसरी आइयो अहिले जान गाह्रो भइरहेछ। दृश्य भने साह्रै राम्रो छ नेपालको। चौरी खोला पुल हामी चाहिँ अब यो फेदी लास्ट फेदी हो। यसपछि चाहिँ यो फेदी एउटा सकिसकेपछि अनि यो यो पर्वत एउटा चढिसकेपछि चाहिँ हाम्रो राम्रो बाटो सुरु हुनेछ। ओके अब चढ्ने नै चढ्ने हो। उताबाट चाहिँ झर्यौँ के अरे। अब यहाँबाट चढ्ने ओ माई गॉड दोलाल घाट 30 किलोमिटर यहाँबाट। श्री अर्निको माध्यमिक विद्यालय लपिच रोड आइयो। अझ स्याउन ल्याउन थिएँ जहाँ ठ्याक्कै भन्नुपर्दा 26 किलोमिटरमा पिच रोड आइहाल्यो। हाँ खाला पक्का खाला इश काठमाडौँ जाने बाटो दोलाघाट यो ए अड्डा पिचे गाउँ
बाटो बिर्स्यो बाटो मिलेन ओके हामी चाहिँ अब हिजो आएको बाटो यो चाहिँ होइन है तर यहाँको बासिन्दाहरूले भनेको छ यो बाटोबाट जाँदाखेरि पनि दोलालघाट पुलमा चाहिँ पुगिन्छ भनेर भनेको छ सो लेट्स ट्राई ना डेन्जर छ हो बाटो स्पिडमा जान नि डराउने दोलालघाट 25 किलोमिटर ओके हामी चाहिँ यो तल झर्दैछौँ यो चाहिँ हामी आज अलिकति हिजोभन्दा अर्कै नयाँ बाटोमा आएका हौँ हिजो नगएको नयाँ बाटो हिजोको बाटोमा चाहिँ नि अब उता जाँदाखेरि बस चाहिँ नि घुम्ती लिन निकै गाह्रो अवस्थाहरू भएको बाटोहरू थिए अब आज यो आएको चाहिँ कोलाङटा भन्ने बाटो हुँदै आएका हौँ कोलाङटा बाटो हुँदै आउँदाखेरि चाहिँ नि बाटो चाहिँ अब बस घुम्तीहरू चाहिँ ठिकै छ त्यति घुम्ती ठुलो घुम्ती त छैन होइन युटर्न जस्तोको घुम्ती त छैन तर पुरै पिच होला भन्ने ठानेको चाहिँ होइन रहेछ पिच चाहिँ पुरै होइन रहेछ तर यस्तै बाटो ठिकै छ बसहरूको लागि त ठिक छ ल हामी हिजो अस्ति हिजो जाँदाखेरि अर्कै बाटो गएको अवस्था यो भयो 0 किलोमिटर हामी चाहिँ हिजो यहाँबाट गएको भयो होइन यो राम्रो पिचबाट गएको भयो अनि अब आज आउँदाखेरि चाहिँ यो सानो पिच नभएको बाटोबाट आएको भयो तर पिच नभएको बाटो नै राम्रो खाजा सेट खाना सेट चाउमिन ड्रिङ्क्स पड्डा गम हुने ल हामी अलिकति ड्रिङ्क्स खाउँ साह्रै गर्मी भयो आया भुल्मुटार फलाटे यो बाटोमा चाहिँ नि होइन यसोबाट जाँदाखेरि फलाटेको बाटो चाहिँ राम्रो रहेछ है तलबाट जाँदाखेरि नै राम्रो भुल्मुटारको बाटो चाहिँ त्यति राम्रो चाहिँ छैन साह्रै गाह्रो भयो हिजो यताबाट आउँदाखेरि चाहिँ साह्रै सजिलो छ यहाँबाट खाना केही सेट खाएर चाहिँ गए नि हुन्छ है ल हामी चाहिँ यहाँबाट एनर्जी ड्रिङ्क एउटा खाएर अब काठमाडौँ जाँदैछौँ यताबाट आउँदाखेरि पिच रोड पनि भेटियो तर पिच रोड चाहिँ नि साह्रै डेन्जरकै छ अलिकति तल जाने बाटो छ होइन तल जाने यस्तो घुम्ती छ होइन घुम्ती बाटो नदेख्ने ले पिच बाटो छ भनेको त फेरि आयो बिग्रेको बाटो पिच बाटोमा सरर आयो अब बिग्रेको बाटोमा सरर